होइन, सिंहदरबार बदल्न हो। म गर्वका साथ भन्न सक्छु हामीले बदल्न सुरु गरिसकेका छौं। सभाध्यक्ष महोदय, सत्तारूढ दलको सभापतिका रूपमा अब हामीले बोलेर मात्र पुग्दैन। मैले मात्र होइन, रासोपाका हरेक माननीयले कामबाटै आफूलाई, पार्टीलाई र सरकारलाई प्रमाणित गर्नुपर्छ। अब हामी राम्ररी बोल्नु भन्दा पनि हाम्रा कामहरू र सरकारका कामहरू आफै अत्यन्त राम्रोसँग बोल्नेछन् र ती बोल्न सुरु गरिसकेका कुरा फेरि पनि म निवेदन गर्न चाहन्छु। सभाध्यक्ष महोदय, हामीलाई हनीमुन पिरियडको सुविधा पनि चाहिँदैन। हामी दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौं र गर्न सुरु गरिसकेका छौं। तपाईहरूले सरकारको रफ्तार देखिरहनु भएको छ। अब कर्मचारी तन्त्र सहित सिंगो देशले यो रफ्तारसँग गति मिलाउनुको विकल्प छैन। हामी आफ्ना मात्र होइन, जायज छन् भने विपक्षी दलका चुनावी प्रतिबद्धताको पनि स्वामित्व लिन तयार भएर आएका छौं र यसको सार्वजनिक घोषणा हामीले गरिसकेका छौं। सभाध्यक्ष महोदय, सरकारका प्राथमिकता, योजना र दिशा सविस्तार सम्माननीय प्रधानमन्त्रीज्यूबाटै आवश्यक परे बोलेर र आवश्यक नपर्दा नबोलेरै कामबाट प्रस्तुत हुने कुरा पनि म सम्मानित सदनलाई जानकारी गराउनेछु। र म आज केवल केही राजनीतिक विषयमा प्रवेश गर्न चाहन्छु। सभाध्यक्ष महोदय, यो सम्मानित संसदमा यसअघि पनि पटक पटक एकल बहुमतका सरकार नबनेका होइनन्, तर ती सरकारहरू इतिहासका अंक बने, इतिहास बदल्ने औजार बन्न सकेनन्। किन सकेनन्? दृष्टिकोणमा समस्या थियो कि प्राथमिकतामा, पारदर्शिता र जवाफदेहितामा कमजोरी थियो कि कार्यान्वयनमा? किन अवसरहरूलाई परिणाममा बदल्न सकिएन? हामी इतिहासबाट सिक्न लाज मान्ने छैनौं। जनताले अहिले हामीलाई दिएको विशाल बहुमतको इतिहास यो पनि फेरि गुमेको अवसर भनेर लेखियो भने हामी कलंकित हुनेछौं। हामीलाई त्यो मन्जुर छैन। रासोपाका साथीहरूलाई म सम्झाउँछु, हामी यहाँ प्रश्न सोधेर आएका हौं। अहिले बस्ने ठाउँ फेरि होला, तर आज पनि ती प्रश्नहरूप्रति हाम्रो नैतिक जिम्मेवारी उस्तै छ। अब साबित गर्नु छ कि हामीलाई केवल प्रश्न सोध्न मात्र आउँदैन, उत्तर दिन पनि आउँछ। समस्या देखाउन मात्र होइन, समाधान खोज्न पनि आउँछ। प्रतिपक्ष दलहरूलाई मेरो विनम्र आग्रह छ, हामीमाथि 24 घण्टा निगरानी गरिदिनु होला। शासनमा तपाईहरुको लामो अनुभव छ, हाम्रा कमजोरी उजागर गरिदिनु होला, गल्ती देखाइदिनु होला। यदि हामीले बाटो बिरायौं भने सच्याइदिनु होला। यदि हामी जनताबाट टाढा हुन खोज्यौं भने हामीलाई जनताको आवाज सम्झाइदिनु होला। हामीबाट अहंकार नबढोस्, हामीमा कुनै अहंकार नछाओस्, हाम्रा निर्णयहरू एकतर्फ नहुन्। लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्ष प्रतिस्पर्धी मात्र होइनन्, एक अर्काका पूरक पनि हुन्। एकले काम गर्छ, अर्कोले निगरानी गर्छ, एकले योजना बनाउँछ, अर्कोले परख